सो नेपालको सबैभन्दा खतरा हुन्थे द बिरिङ डन्थे। ल ये सब क्या देखना पड़ रहा है। बन्नु पाएको छैन 345 आँखा झिमिक माल सबै गायब। यस्तो मान्छे कमै होला सायद। ल स्टार्ट गरौँ है ब्लग चलाउँदै बाइक। आज हाम्रो गन्तव्य हुनेछ लप्सी फेदी। तपाईहरु पनि आउनु होला। गएको छैन भने यदि हामी 3 जना मात्रै छौं, छैन कोही केटी। किन चाहे केटी, फेरि भ्यूहरु हेर्नु न कस्तो दामी सेक्सी। हामी 18 महिनाको यात्रापछि 18 महिनाको यात्रापछि हामी पुगिसकेका छौं। त्यसपछि रामिन चौचौ बनाएर खाने हो। गम गम पानीको पनि चिन्ता छैन। साइडतिर झमझम बास पनि त्यही रहेछ। दाउरा खोज्नु परेन यार झन्। अब ब्यागको चेन पनि खोल्ने, रामेनको खाने झोल्ने, ससेज पनि पोल्ने, प्लेटमा हालेर मुखमा घोल्ने, अनि चाहियो नि त अचारको बट्टा, मासु नि चाहियो त्यसको सट्टा। ब्याग त पुरै खाली भो लज्जा। अन्डा त फुटेछ नि, कस्तो आएन मजा। चेपे त फुटेछ है, खसी भयो त अन्डा त। सामानहरु सबै अब निकाली रेडी भइसक्यो। अब भने हाम्रो आगो बाल्ने मेन टार्गेट हुन्छ फर्स्टमा आगो बाल्ने है त। त्यसपछि अरु कुरा सुरु हुन्छ है त हाम्रो। अब के हुन्छ 18 Mahina Paxi। मेहनतपछि केटाले जो सफल भइसकेको छ यी पहनलाई। कङ्ग्रेचुलेसन कङ्ग्रेचुलेसन। के छ म्यानेजर, यस्तो सेप ल्याएर त हुँदैन नि त। ओए कोइला यार क्या भएकै छोड्नु पर्छ। अब यति खाने माथि माथि के गरेर पर्छ यस्तो, के गरेर यस्तो सेपले बिहान गर्दा त सेपले सर सेप यता अनसेप भयो नि। यो त बजे नि लाग्यो केटा। 18 महिनाको यात्रापछि यस्तो भयो हाम्रो। उता पनि डढ्यो क्या हेर ला, यता पनि डढेछ। ओहो ल झर्यो यो त भूतलाई। अब जे जस्तो भए पनि बनायौं बचौतारी। अब यसले सुरु गरेपछि औला त मेरो पाली। स्वादले खाना आइरहेछ पुरै कागती हाली। ल हेर्नुस् है अन्त्यले कसरी पार्छ 1 मिनेटमा प्लेट खाली। ये सब क्या देखना पड़ रहा है। ये चिरा के बने था नहीं एलियन है तू। खाना जन्मे का हरु आऊ खाऊ। अन्तकाले हो के राम्रो एजेन्डा तिम्रो सब थोखाने हो। मात टोक्ने। अब हाम्रो सुरु हुँदैछ है। हाम्रो चाहिँ सुरु खाएको छैन, उसले सकाइसक्यो। के भने यसमा भइहाल्यो नि। वीर भाइको फेरि हडाइ कस्तो छ। उता गएर खानु पर्यो यार, फेरि खान नपाउला जस्तो छ भन्दै लाग्यो। फेरि हामी उतातिर किनकि त्यहाँ छेउमा बस्यो भने त खान नपाउने पिर। फेरि अर्को भिडियो गर्नु पर्यो रे। खोला झरना छेउमा बसेर खानु पर्यो रे। स्वाद आउँदैछ मिठो ल। फेरि आफू वीर भाइ आउँछ को टेन्सन नै गम हालिरहेको छ। फेरि
सब मुखमा फेरि जे टेन्सन थियो त्यही भयो आखिर बेरे भाइ आइपुग्यो अब के गर्छ हेर भाइ स्ट्याम्पलाई होइन स्ट्याम्पको लागि लग्यो है सबै खानको लागि लग्यो काम मासु डढ्छ भाइ आउनु गर न त्यही गर्दैन एकचोटि बिरे भाइ मिर्ची लिएर आउनुहोस् बिरे भाइ ओ बिरे भाइ मिर्ची लिएर आउनुहोस् पुगीम्यान मेरो भएको पनि चोरी खाइदिएको हातले कैसे लोग रहते हैं यार यहाँ पर हान्नु भएको छ यहाँ ल एउटा दुईचोटि खाइसक्यो एकचोटि खाएको छैन भाइ किन यति हान्नु यति छोड्दै यार अमेरिकाबाट मगा नेट दर्शक दिनहरू यहाँ कुछ तो गडबड है जरुर कोही न कोही गडबड अरे यार यस्तो खान्छ यसले यसलाई राख्नु पर्ने जुमा राउन्ड 1 मा त त्यस्तै भयो थोरै खाना पाउला कि राउन्ड 2 मा Round 2 भयो त्यसपछि अब यहाँ अब हाम्रो बिरे भाइले त्यही हो बिरे भाइ भएसम्म राउन्ड 1 होस् राउन्ड 2 होस् राउन्ड 100 होस् बिरे भाइको नै चलपल हुन्छ बिरे भाइको नै सबै हुन्छ त्यही गरी त्यस्तै भयो राउन्ड 2 पनि भन्दै जानुभन्दा अगाडि चाहिँ सबै फोरहरू आफूले फालेको फोरहरू सबैजना टिपेर जानु होला फोर नगर्नु होला हामी जहाँ जाँदा पनि हामीले हाम्रो फोर टिपिरहने हुन्छौँ हरेक ब्लकमा हामीले भनिरहेको हुन्छौँ जाँदा चाहिँ कहिले पनि फोर नगरिदिनु होला जहाँ जानुहुन्छ सबै टिपेर लानु होला सक्छौँ सफा गरौँ सक्दैनौँ फोर नगरौँ है त सबैजनाले आफ्नो फोर चाहिँ नछोडौँ है साथीहरू यस्तो चाहिँ केही हुनु भएन यतातिर यो नेचर भनेको सक्दो आफूले सबै जहिले पनि सफा यो पाइलट खानु चाहिँ कसले खा हो है यो तर हामीले टिप्नु पर्यो है यसरी चाहिँ भएन साथी हो सफा चाहिँ गर्नु पर्यो सो आजलाई यति नै हुनेछ सबै कुरा सकिसक्यो है अधार पोखिसक्यो पानी रोकिसक्यो रातको समय ठोकिसक्यो त्यही भएर आजलाई यति नै हुनेछ यहाँसम्म यो दिनको त्यसको लागि धेरै धेरै धन्यवाद र हाम्रो अन्तकाली भाइबाट पनि महाकालीको लागि बाई बाई लभ यु अल बाई बाई मदर